नमस्ते साथीहरू, तपाईहरुलाई फेरि पनि स्वागत छ साथीहरू मेरो डे 7 मिनी भ्लगमा। हजुरहरु कस्तो हुनुहुन्छ साथीहरू? म चाहिँ सन्चै छु अनि आजको मेरो बिहानको सुरुवात चाहिँ यसरी हुन्छ। च्वाचेहरु चाहिँ निकै कराइरा थिए साथीहरू अनि उनीहरुको लागि म चाहिँ यहाँ चारो बनाउँदै छु। चारो दिने ठाउँमा गइसके साथीहरू अनि यिनीहरु पनि मस्तले चारो खाँदैछन् शान्त भएर। चारो दिइसकेपछि साथीहरू म चाहिँ लागे बारीतिर। हाम्रोतिर चाहिँ साथीहरू एभोकाडो एकदमै धेरै पाउँछ अनि फलेको सँगसँगै यति धेरै झर्छन् हेर्न सक्नुहुनेछ। फलेको भन्दा चाहिँ बढी झरेरै सकिनेछ। झरेर सकिँदा ओर्दा जति बोटमा रहन्छ त्यति मात्रै हो साथीहरू। अनि यता चाहिँ म फर्सीको मुन्टाहरू टिप्न थाले साथीहरू। पहिला जति धेरै फर्सीको मुन्टाहरू हाम्रो बारीमा हुन्थ्यो यो साल चाहिँ त्यति धेरै छैन साथीहरू। लाई हुने गरी चाहिँ छ अहिले। हाम्रोतिर चाहिँ मकै भर्खर यत्रो हुँदैछ साथीहरू। यता चाहिँ छ डल्ले खोर्सानी साथीहरू। कहीहरू चाहिँ हाम्रोतिर खाने बेला भएको छैन साथीहरू। यता चाहिँ अलिअलि डल्ले खोर्सानी फलिरहेको थियो अनि यसको पनि भिडियो लिए। अनि अलिअलि छिपेको देखेँ मैले चाहिँ अनि 3-4 वटा चाहिँ मैले टिपेँ। यो बोटको खोर्सानी चाहिँ एकदमै पिरो छ साथीहरू। यतातिर मुन्टा टिपेर पनि यति बनाए। हातमा खोर्सानी र मुन्टा बोकेर घरतिर लागे साथीहरू। म चाहिँ घर आएर बढार कुरार गरेँ अनि आगो फुकेर सदा चाहिँ मैले बाख्रालाई खोले बसालेँ। आजको बिहानको मौसम पनि एकदमै शीतल थियो साथीहरू। नानी चाहिँ उठेर भर्खर आएको थियो साथीहरू। सब्जीको लागि मुन्टा पनि केलाइसके। आजको मेरो सब्जी चाहिँ आलु र फर्सीको मुन्टा थियो। यता चाहिँ आलु भुटिसके। यतातिर मुन्टा र आलुलाई मजाले भुट्दैछु साथीहरू। मेरो चाहिँ सब्जी पाकिसक्यो। अचार बनाउनको लागि म चाहिँ सानो टमाटर पाकेको देखिरहेको थिएँ साथीहरू अनि म चाहिँ टमाटर टिप्न गएँ। बोटुकालाई एक साइडमा राखेर म चाहिँ टमाटरहरू टिप्न थालेँ साथीहरू। यो सानो टमाटरको अचार चाहिँ हजुरहरूलाई कसलाई मनपर्छ साथीहरू कमेन्ट गर्नुहोला। यो टमाटर चाहिँ पाकेर कस्तो रातो भएको थियो। मैले चाहिँ एक बोटुका टिपेँ साथीहरू अनि फेरि घरतिर लागे। यतातिर अघि बसाएको खोले पनि पाएको साथीहरू। यो चाहिँ सानो टमाटरसँग सिद्रा एकदमै मिठो हुन्छ। मलाई चाहिँ एकदमै मनपर्छ र बाबालाई पनि। अनि म चाहिँ सिद्रा पोले साथीहरू। अचारको लागि नुन खोर्सानी लसुन अनि राखेर पिस्न थाले साथीहरू। अनि पिनिसकेपछि अचार चाहिँ यस्तो भएको थियो। बाबा पनि घाँसदेखि आउनुभयो अनि दिउँसोको बाख्रा लग्ने बेला पनि भइसकेको थियो साथीहरू। यता चाहिँ मैले पारालाई पनि पानी दिएँ। पाराहरूले पानी खाइसकेपछि यिनीहरूलाई घाँस हालिदिएँ साथीहरू। यता चाहिँ मैले नानीलाई बढाल्नु लगाएँ अनि म चाहिँ फेरि बाँदर हेर्न लागेँ साथीहरू। दिउँसोको मौसम चाहिँ यस्तो थियो। म चाहिँ पल्लो डाँडातिर जाँदैछु। हल्का घाम अनि त्यसपछि शीतल शीतलै थियो साथीहरू। मलाई पछाउँदै मेरो लियो पनि आइसकेछ यहाँ। लियोलाई चाहिँ यसरी ढुङ्गा हानिदियो भने केही छ भने ऊ चाहिँ हेर्नु गइहाल्छ। मेरो बहिनीलाई चाहिँ काम हराएको थिएँ अनि ऊ चाहिँ आउँदैछ साथीहरू। आधी घन्टा जस्तो बसेपछि बहिनी पनि आइपुग्यो अनि हामी चाहिँ लाग्यौँ घर। आइसकेपछि यो चाहिँ मेरो दिउँसोको काम साथीहरू। बहिनी र मलाई पनि एक एकवटा बुने मैले। खाजा चाहिँ आज हामीले चटपटे खाएको थियौँ। बहिनी पनि घर गयो साथीहरू। अनि यो चाहिँ 5:30 बजेको भ्यू हो। जो चाहिँ एउटा बाख्रा मात्रै लखर लखर आइरहेछ। यो चाहिँ हाम्रो गाउँ हो साथीहरू। अहिले चाहिँ कलर गरेर यस्तो राम्रो भएको छैन। यदि धनकुटा नजिक हुनुहुन्छ भने चाहिँ हजुरहरू यहाँ आएर घुम्न सक्नुहुनेछ। फोटो भिडियोहरू चाहिँ यहाँ मस्त राम्रो आउनेवाला छ किनभने अहिले चाहिँ हरियाली छ साथीहरू। यहाँ चाहिँ बस्ने ठाउँहरू पनि छ र पारीहरू भ्यू हेर्नुको लागि एकदमै राम्रो छ। यतिन्जेल भिडियो हेरेर साथ दिनुभएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद साथीहरू। अर्को भिडियो फेरि पनि लिएर आउनेछु।